What's up everybody, I सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अहिले चाहिँ फेरि नयाँ भिडियो लिएर आइसके अहिले चाहिँ भिडियोमा चाहिँ ग्याप भइरहेको छ भिडियो त बनाएको हिजो बनाउँदा अलि राम्रो चाहिँ आएन छ के त यो अर्को मोबाइलबाट चाहिँ त्यसको फेरि जुमिङ धेरै त्यो भएर नजिक यति मात्रै आएको थियो यसमा चाहिँ अलि नजिक र टाढा गर्न मिल्छ जरी हुन्छ अनि यसबाट सजिलो हुन्छ अब फेरि अब अर्को मोबाइलबाट भिडियो बनाउने एउटा मोबाइलबाट भिडियो बनाउने अर्को मोबाइलबाट भिडियो गर्नुपर्ने हुन्छ अब अहिले चाहिँ म यहाँ पढेरमा आएको छु यहाँ कपडा धुन पानी भर्न आएको छौँ हामी दुईजना अनि त्यही हो अहिले चाहिँ कति 10 बजिसक्यो 10 बजिसक्यो अघि नाइ 9 बज्न लागिसकेछ अनि यहाँ कपडा सपडा धुन्छौँ पानी सानी भर्छौँ त्यसपछि जान्छौँ अनि खोलामा पानी आएको छ मैले अस्ति देखाइसकेँ त्यो पानी चाहिँ सुकिसकेर फेरि अहिले चाहिँ फेरि हिजो बेलुकी खत्रै पानी पऱ्यो नि त्यो पानीले चाहिँ फेरि खत्रै आएको छ भल हामी भोगालै आएको छ पानी अनि अहिले चाहिँ गएर पुग्नुपर्छ म हिजो खेल्ने भन्दा थिएँ हिजो चाहिँ एक्लै अलिक मन लागेन कि अलि एक्लै चाहिँ अलिक डर पनि लाग्छ नि त खोलामा जाँदाखेरि त त्यो भएर सङहरू साथीहरू एउटा अहिले चाहिँ छन् केटाहरू चाहिँ जानुपर्छ आज त बिदा छ नि त शनिबार अनि त्यही आज चाहिँ जानुपर्छ रमाइलो तरिकाले गएर खेल्नुपर्छ बोबालै त्यो भिडियो पनि पक्कै म अहिले गएर आइहाल्ने छु अहिले मोबाइल लाइन छैन लाइनको अहिले मोबाइल चार्ज सकिएन भने चाहिँ म बनाउँछु भिडियो होइन त्यो हाम्रो एकेन्द्रले त्यहाँ कपडा धुँदैछ मेरो पनि कपडा धुँदै आएन मेरो कपडा धुँदै मैले चाहिँ धेरै ल्याएको छैन यसको चाहिँ धेरै रहेछ म त अब अरू बेला धुन्छु नि त अनि चाहिँ अब हप्तामा एकचोटि बिदा हुन्छ एकचोटि धुने हो त्यही हो चाहिँ यसको धेरै रहेछ अलिक कति बजीसम्म हुन्छ झन् 10 बज्छ होला माथि त मिलाउनु पनि आउने कुरा गरेर थियो त्यो पनि आउँछ कि नै पहिला आउनु सक्छ अनि अहिले चाहिँ ओर्डर चाहिँ दामी त हरियाली यस्तो बल भएको छ नि ओर्डर फेरि च्याट्ट लगाएर पुरै यतातिर फेरि लेक पर अलिक कुहिरो लाग्छ कि सर सबै चारैतिर हरियो हरियो चत्त लगाएर देख्न सक्नुहुन्छ पाहाडतिर पनि यस्तो छ यहाँ कपडा धुने मैले त डोको लिएर आएको छु पानी पनि भरेर लग्ने अनि हल्का कपडा छ त्यो कपडा पनि धुने भनेर अनि क्याप नयाँ क्याप लिइसकेँ मैले अस्ति भर्खर ल्याएको हो माई गट इट अनि कुहिरो हेर्नु पऱ्यो कुहिरो अब यस्तै हुन्छ कि घामको अन्नादेखि भयो हिजो पनि देखिनँ मैले घाम आज पनि देखिरहेको छैन आज बिहानै त खत्रै लागेको थियो मान्छे हुजीपातिरको मान्छे पनि नदेखिने भएको थियो अहिले बिहान झन् 7 बजीतिर अनि अहिले चाहिँ अहिले हटेर फेरि तलबाट आइरहेको छ माथितिर फेरि लाग्दै आइरहेको छ यतातिर तर बर्खा मासको भाइब चाहिँ खतरनाक भाइब नि हुन्छ अल्पछि चाहिँ अब धेरै पानी पर पहिरो नि जान्छ तर अहिले भर्खर अब बर्खा लाग्ने सिजनमा चाहिँ दामी टक्क सबै ठाउँहरि हुन्छ कि मकैहरू देख्नुहुन्छ यतातिर अब अल्पछि त खाने पनि हुन्छ मकै हुँदा अनि अहिले यता अगाडि रोपेको त यति भइसक्यो होला कटै खाने त अनि अब त खेत लाउने साउने खेत के लाउँछन् अब त पानी अब बढिसक्यो खोलामा पौडी खेली फरक आएको आइ गर्छ अहिले चाहिँ कपडा सपडा धोएर च्याट्टै परिसक्यो अब चाहिँ लग्ने हो अनि केटाहरू चाहिँ माथि चेउ खोज्न गएको छ पानी पर्नु लागिसक्यो फेरि पानी आउनु लागिसक्यो अनि फेरि केटा चेउ खोज्न गएको छ पाहाडतिर म त जान्छु होला अहिले आउँछ तिनीहरू म चाहिँ गएँ अब सो एभ्रीबडी अहिले चाहिँ हामीहरू गोला आइसक्यौँ गोला आएर नि बाख्रा मैले उता लगाइसकेँ अनि अहिले चाहिँ पानी आएको रहेछ असम्म पनि अनि गर्मी भएको छ पौडी खेल्न जाम भन्ने कुरा भयो हामी दुई भाइको नि ऊ चाहिँ पारी बसिरहेको छ एकेन्द्र चाहिँ म चाहिँ यता बाख्रा धोर्नु गएको थिएँ बाख्रा पारी पुगिसक्यो अब चढ्छ त्यतातिर अनि हामी चाहिँ तल जान्छौँ यहीँबाट जाउँ है छट्क्या निको हो के अरे ल हेर नि भयो ओके अहिले चाहिँ हामी पौडी खेल्न जान लागिसक्यौँ अनि बाटो यस्तो छ है पौडी खेल्न जाने बाटो त होइन कि तल केटा हिँडिरहेको छ म यता छु घाम भयो एकछिन हिँड गर्न बित्तिकै यस्तो गरेर बनाउनु पर्छ भिडियो पनि गाह्रो छ नि त अहिले फेरि कालो देखिन्छ कि यस्तो अच्छा शनिबार छ अनि हामी दुईजना मात्रै आएको छौँ त्योभन्दा तल पोखराभन्दा तल पानी गएकै छैन अब एकछिनपछि त्यो पानी पनि सुक्छ जस्तो लागेको छ मलाई हिजो चाहिँ खत्रै आएको थियो पानी आज फेरि सुकिसकेको छ कि तल त्यो पोखराभन्दा चाहिँ तल चाहिँ गएकै छैन पानी अनि एकछिनपछि अलि बिग्रीसम्म त त्यो पनि सुकिन्छ होला त्यो छिटछिट गरेर खेलेर आम भने हो अब पछि मूल फुट्यो भने त आइरहन्छ पानी ए मामा यही बाटो यस्तो छ है भाइ
झन्डै पल्टेर ढुङ्गा मरिन्छ यस्तो हो अन्त पापा यस्तो छ हौ यहाँ बाटो त औ यहाँ यतातिर जस्तो मान्छे हिँड्नु सक्दैन पापा टोकेर त्यहाँ पुगिसक्यो गएर चट्ट चिसो पानीमा पुल भएर म आज वर्षैपछि खेलिरहेको छु झन्डै 2 वर्षपछि खेलिरहेको छु यस्तोमा त फेरि गाह्रो पर्छ कि यहाँ ढुङ्गा यस्तो छ ठुला भएको चाहिँ सपोर्ट हुन्थ्यो चप्पल पनि यो बाटो हिँडेर चेक्किन लागिसक्यो गएको छ पानी गएको छ ओइ हेलो पानी गएको छ मिस्टर तो ढुङ्गा पुरेर निक्लेको र हेर एकन र ओए हेर मिस्टर तो ढुङ्गा पुरेर क्या पुरेर उब्रिँदै गाडा सिद्धामा सुक्छ क्या ओए सिद्धामा सुक्छ अहिले सिद्धाम के सुक्छ त्यस्तै हो पोखरा चाहिँ योभन्दा अघिल्लो वर्ष चाहिँ म खेल्नु होला त्योभन्दा अलिक अघिल्लो वर्ष होइन यो वर्ष पनि खेलेँ हामी त तर त्योभन्दा अघिल्लो वर्ष पनि खेलेको भिडियो चाहिँ छ होला होइन आमामा पोखरा चाहिँ यो के च्यात्त लाएर अब मजा आउँछ बोलाउने पनि पौडिने मजा हुन्छ अब चट्ट लाएर पोखरा कति आफ्नो छ पानी चाहिँ कति आफ्नो भन्ने कुरा हो खासै आफ्नो चाहिँ पनि मानिन पानी लाग्यो खेल ल म कबाट सोच निकालेर दिन्छु होइन छिटो आन त्यो माथि तैँले के गरिरहेको छ यहाँ छिटो खेल मैले पानी मर्छ छिटो मलाई हतार भइसक्यो चिङ्गे दाइ भन्नलाई चाहिँ त्यो माथि खेलिरहेको छ पानीसँग यार मलाई हिजो खेल्नु भनेर एक्लै बेर अलि डर पनि लाग्यो कि पानीमा डुबेर मऱ्यो भने त सकियो फेरि त्यही भएर सँग भावेलाई चाहिँ सजिलो हुन्छ सेफ्टी हुन्छ भनेर चाहिँ आज चाहिँ खेल्नु लाग्यो आज फेरि पानी सुकिसक्यो हिजो त यो र यो ढुङ्गा पुरेर पनि माटो निक्लेर म हिँडेर हेर्न आएको थिएँ पनि कत्रो गएको छ भनेर हेर्न आएको थिएँ माटो ठुलै थियो माटो आउनु चाहिँ हल्का हल्का ठुलो अनि जति तल गयो उठी पानी सानो हुँदै गएको छ कि तल त झन् छँदै थिएन तल छ अन्त पोखरा त्यहाँ पानी छैन अब के गरेर खेल्दा पनि त्यहाँ त्यही भएर अब यही खेलौँ भन्ने कुरा हो अरू त्यो पागल आउँदैन त ओए खेलौँ के छिटो सुनिस् नगर्न हो पानी सुक्छ अहिले त्यो पानी सानो हुँदै जान्छ कि मुलपुटे होइन बर्खा के अरे त्यसको पनि आयो आज पानी बढ्नु त्यही भएर सानो भएको छ कि नत्र पानी ठुलो हुने हो हिजो पनि ठुलै भएको थियो छिटो खेलौँ भने पागलले मान्दै मान्छ अहिले पानी आइस खेल्ने बित्ता भयो कि यस्तो ओ मिलन आयो भने मिलन आयो के आउनु पर्छ करनलाई झन् धमिलो गराएको हेर्न अहिले ओए हेर धमिलो लगाएको खाना खोज्छ जग्गाले पानी धमिलो पारिसक्यो यार यार नचलानु है कस्तो मान्छे यार आज खेल्न दिनु भएन यार मलाई म जहाँसँग बसिरहेको छु यहाँ ए पर्दु हाउ मच भिडियो यो त यति त आउँछ होला अस्तिसम्म त्यही दिँदा उठ्यो अहिले चाहिँ अब हिजो त्यो ढुङ्गा पुरेर उफ्रेर छल गर्ने यो ढुङ्गा पुरेर छल गइरहेको आस्ता यस्तो चाहिँ यहीमा खेल्ने छ त यहीमा खेल्ने यस्तैमा यस्तै 4 बारमा खेल्ने चोरलाई मैले धमिलो नगर भनेन खोले धमिलो हान्न नि यहीमा खेल अब अहिले तेह्रसम्म हुन्छ हेर यो अलिक भर्खरसम्म हेर हेजमा ठोकेर पानी सुएर त त्यहाँ पिया छ
तर सबभन्दा सँगै पानी सुक्छ अहिले यस्तो खेम खेम यही पनि खेल्यो जाम चोप्ल्याङ गरम पनि बल लगा सबभन्दा पनि पारि चरा अस्ति भइजा हेर्न पारि यहाँबाट गएको छ भन्नु त्यता निस्केर यता यस्तो गएको छ अभागीको ल म त्यहाँ गएर खेल्छु नि ट्रेनमा सुत्ने गएर चप्ल्याङ हेर यस्तै सुत्ने यस्तो सुत्ने क्या त मेरो सिक्स प्याकेरी सिगर क्या सिगर सिगर छैन मलाई त्यही गरेर सुत्छु लाइटमा गएर पानी रहेछ म सुत्ने चाहिँ पानी छ जग्गा चप्ल्याङ सुत्दिन्छु त्यसमा गएर पङलङ भिजिन्छ आज गर्मीले त अन्त भगाउँदा हो पहिला त हामी त यहाँबाट कस्तो हामी यहाँबाट सुर्तिहाल्ने एउटा चट्ट लगाएर हेर्नु कति आस्न सहिले हेर्छु म हेर्नु गरेर हामी चाहिँ यहाँबाट चाहिँ यस्तो पारि यता 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 सुर्तिहाल्छु हामीले यही छ जाने एकछिन कोही नापौँ म त जान्न म यस्तो गाना म निकालेर जाने सिधै नगर धागा हेर कति रहेछ तैँबाट हेटबाट मैले लास्टै गएर मानेर छु यसो जान ल चेक गरौँ क्या कति कति आउँछ त्यसो खेलाम लाग्यो नगर न जान भाइ सुनिस् हाम्रो बुढो चाहिँ गइसक्यो इचियो भाइ टिटियो पानी छ्या अस्ति त हाम्रो दिदी उठेर भाइ हामी त अस्ति घारी घारी उठेर ल खेल त खेल ल नि खेल ब्रो मोटा खेल्दैन बरु म माथि गएर नुहाउँछु ल ल जा फर्केर पछि जान रे हुन्न तल ठोकिला कन्नु न कन्न ठोकिला ल बबाल हान ल अहिले चाहिँ मलाई माडी गरेर नुहाउँछु बट यस्तो फोरपानी कुहिन्छ रे छोरी यस्तो मागे मारेको बाहिर निस्कि मलाई माडी गरेर नुहाउँछु यार मलाई बनाएर नुहाउँछु चाहे निकाल्छ बक्सरसँग मात्रै नुहाउँछु म माऱ्यो पापा है ढोडारमा पऱ्यो नि म त यहाँ यस्तो पानी छ तैँतीमा अब चट्ट गरेर नुहाइन्छ नहेर्ने त्यस्तो फोर्काइनमा पागल भइरहेको छ म चाहिँ याद आइसक्यो अब पापा पानी यही हो र यहाँ चाहिँ अलि आफ्नो रहेछ होइन पानी यहाँनिर चाहिँ लाग्ने छ म खेल्छु नि टक्कै बढिया चाहिँ म खेल्छु हो कि निकेदार खेलिरहेको छ यतातिर त्यो माथि त्यहाँ नडर नि भाइ यार म चाहिँ खेलिसकेँ भ्याइसकेँ त्यो माथि केदार सुतिरहेको छ त्यहाँ यता खेलिरहेको छ पानी चाहिँ कम छ है त लास्ट नमान्ने यार भैया खेल होइन कौडे आम जुई जम्प ल आम ल केटा चाहिँ जम्प हानिदिइरहेको छ खेलिदिइरहेको छ ल